हार्दै जानु भएन, हराउँदै गए कसैलाई फरक पर्दैन। 안녕하세요 여러분, 어떻게 지내고 있어요? होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी सबैलाई गाह्रो लाग्ने कुराको बारेमा चाहिँ, त्यो टपिकको बारेमा चाहिँ कुरा गर्नेछौँ। सो सबलाई गाह्रो लाग्ने कुरा के हो भने कोरियन भाषामा सबभन्दा इम्पोर्टेन्ट कुरा पनि त्यही हो। त्यो कुराको बारेमा चाहिँ हामी कुरा गर्नेछौँ, मिनिङ कसरी याद गर्ने। मिनिङ हामीलाई यादै हुँदैन, जति पढे पनि, जति कोसिस गर्छौँ फेरि भुलिहाल्छौँ। त्यो कुराको लागि चाहिँ हामी कुरा गर्नेछौँ। मैले चाहिँ कसरी याद गर्थेँ अनि मिनिङ बुकलाई चाहिँ कसरी छिटो सकाउने। हाम्रो इक्जामको लागि 3-4 महिना छ अब है। 3-4 महिनापछि सम्भवतः थाहा छैन इक्जाम सुरु पो गरिहाल्छ कि होइन। यही रफ्तारमा गयो भने सेड्युल हाल्न लागिसक्यो। त्यो हिसाबले चाहिँ तपाईँले पढ्नुपर्ने कुराहरू चाहिँ मेन कुराहरू मात्रै पढ्नु होला होइन। जुन कुराहरू चाहिँ इम्पोर्टेन्ट छ त्यो कुराहरू मात्रै पढ्ने। के गर्नु पर्यो भने मिनिङलाई चाहिँ हामीले कसरी पढ्ने, किन गाह्रो हुन्छ मिनिङ, अनि हामीलाई चाहिँ किन याद हुँदैन मिनिङ, यो 3वटा क्वेसनको जवाफ म दिनेछु। हामीलाई किन गाह्रो लाग्छ त मिनिङ भनेको चाहिँ हामीले धेरै पढ्नुपर्छ। सुरुदेखि नै हामीले मिनिङ पढ्नुपर्छ। कुनै पनि भाषाको चाहिँ मूल आधार भनेकै मिनिङ हो। मिनिङ छ त हामीलाई त्यो कुरा चाहिँ अनि पछि बल्ल थाहा हुन्छ कि यो भने यो रहेछ भन्ने कुरा है। अब जस्तै हामीले पानी त हामीलाई हाम्रो भाषामा थाहा छ होइन, तर कोरियनमा पानीलाई के भन्छ त भन्ने कुरा नै थाहा छैन भनेपछि हामीलाई त्यहाँपछि गाह्रो हुन्छ है, अभियसली। त्यही भएर चाहिँ हामीलाई मिनिङ चाहिँ इम्पोर्टेन्ट हो है। अब हामीले बुक पढ्नु पर्यो, मिनिङै चाहिन्छ, हरेक कुरामा मिनिङ चाहिन्छ। र त्यसका लागि चाहिँ मैले 3वटा कुरा भनेछु। त्यो कुराहरू चाहिँ ध्यान दिएर सुन्नु होला। फर्स्ट प्रायोरिटी चाहिँ डेली रिभाइज त भने सबले भन्छ फेरि यो, तर कसरी गर्ने यो भन्नेन कसैले पनि है। मैले सुरुमा चाहिँ मिनिङ कसरी याद गर्नु पर्यो अनि सबले भन्थे डेली रिभाइज गर अनि धेरै पढ अनि याद हुन्छ। त्यति मात्रैले याद हुन्छ त हुँदैन, किनभने हामीलाई चाहिँ ठ्याक्क टाइम टु टाइम हामीले चाहिँ रिभाइज गर्न जान्यो भने अनि बल्ल त्यो कुरालाई चाहिँ हामीले याद गर्न सक्छौँ क्या, लङ टर्म मेमोरीमा चाहिँ राख्न सक्छौँ। कसरी भने मैले चाहिँ के गरेँ, जस्तै मिनिङ बुक छ है, यो नर्मल नोटबुक छ, मिनिङ बुक छ। मैले चाहिँ मिनिङ बुकको 1 च्याप्टर पढेँ है, पहिलो च्याप्टर पढेँ। अनि त्यो च्याप्टर पढिसकेपछि कस्तो भने अब त्यसलाई चाहिँ रिभिजन गर्ने टाइम कति बेला। मैले 1 च्याप्टर याद गरेँ, फेरि यत्तिकै याद नगरिकनै खालि त्यो सुरुदेखि लास्टसम्म पढेर 1 च्याप्टर सकाएँ भन्ने होइन कि मैले पहिलो च्याप्टर पढेर याद गरेँ अनि त्यसपछि रिभिजन गर्ने टाइम कति बेला, त्यो चाहिँ बेलुका बिहान पढ्ने। बिहान चाहिँ मैले त्यो कुरा पढेँ अनि आउट टाइममा चाहिँ अरू कुराहरू पनि हुन्छ। हामीलाई त्यो मिनिङ मात्रै पढिराख्नु भयो भने चाहिँ फेरि मिनिङमै झुलिराख्नु भयो भने फेरि अरू कुराहरू छुट्छ। यस्तो हुन्छ क्या कोरियन भाषा, फेरि गाह्रो छ है। अनि मिनिङ पढ्नु भयो, मिनिङ पढिसकेपछि तपाईँले रिभिजन कति बेला गर्ने, बेलुका गर्ने है। बेलुका रिभिजन गर्नुभयो, बेलुका रिभिजन गरेको कुरा तपाईँलाई कुन कुरा आएन त्यति बेला थाहा हुन्छ हल्का, अनि त्यति बेला फेरि राम्रोसँग पढ्ने त्यो कुराहरूलाई, कुन कुराहरू आएन अनि त्यो कुराहरू चाहिँ पढ्ने होइन। अनि अब चाहिँ तपाईँले बेलुका पढेको कुरालाई चाहिँ अब भोलि अर्को च्याप्टर पढ्नुभन्दा पहिला चाहिँ त्यो हिजो पढेको कुरालाई चाहिँ रिभिजन गर्ने अनिवार्य। त्यो गर्नु किन जरुरी छ भनेपछि तपाईँले चाहिँ नजानेको कुरालाई चाहिँ हाइलाइट गर्ने। त्यति बेला हाइलाइट गर्नुभयो भने मलाई यो कुरा आएन भने धेरै कुराहरू चाहिँ तपाईँले पढिसक्नु भएको हुन्छ। 2-4वटा कुराहरू मात्रै, 2-4वटा मिनिङहरू मात्रै तपाईँलाई नआयो भने त्यसलाई चाहिँ हाइलाइट गरेर राख्ने। त्यति बेला पढ्ने होइन, एकचोटि पढ्ने अनि सक्यो। त्यो याद होस् नहोस् त्योसँग सरोकारै छैन है। अनि त्यति पढ्नुभयो भनेपछि अब अर्को च्याप्टरमा जानुहुन्छ हो। यति कुरा चाहिँ गर्नुभयो भने तपाईँले 2 चोटि रिभिजन गरिसक्नुभयो र त्यो पनि ठ्याक्क टाइम अनुसार। जस्तै बिहान तपाईँले पढ्नुभयो, बेलुका तपाईँले रिभिजन गर्नुभयो। बेलुका अनि कस्तो हुन्छ भने हामीले चाहिँ एकचोटि देखेको कुरा अर्कोचोटि फेरि देख्यौँ भने केही टाइम पछि हामीले फेरि देख्यौँ भने त्यो कुरा फेरि आउँछ। फेरि आयो भने फेरि हामीले बिहान देख्यौँ भने त्यो कुरा झनै आउँछ हो। त्यो कुराले चाहिँ हामीलाई मिनिङ याद गर्न धेरै सहज बनाउँछ र छिटो पनि याद हुन्छ होइन।
अनि त्यति चाहिँ गर्नुभयो, 2 चोटि रिभिजन भयो नि त्यो मिनिङ चाहिँ। एक च्याप्टर चाहिँ तपाईँको 2 चोटि रिभिजन भयो। त्यो पनि अरू कुराहरू पनि छ होइन, अरू कुराहरू पनि पढ्नुहुन्छ अनि धेरै टाइम पनि लागेन त्यसमा। हो 2 चोटि रिभिजन भइसकेपछि त्यसै गरिकन होइन तपाईँले चाहिँ जानुभयो अब 1 हप्तासम्म है। पहिलो कुरा है, यो चाहिँ मैले पहिलो कुरा भन्दैछु। 3वटा कुरा भन्ने थिएँ मैले। पहिलो कुरामा छु, पहिलो नम्बरमा चाहिँ मैले के भने याद गर्नु होला। अनि त्यसपछि 1 हप्तासम्म चाहिँ मैले भनेको त्यो प्रोसेस चाहिँ फलो गर्नुभयो भने अब चाहिँ तपाईँले 1 हप्तापछि चाहिँ कस्तो हुन्छ भने तपाईँलाई धेरै कुराहरू आइसकेको हुन्छ। अनि 1 हप्तासम्म जति पढ्नुभयो त्यतिसम्म चाहिँ तपाईँले 1 हप्तासम्म जति पढ्नुभयो अब हाइलाइट गरेको कुरालाई चाहिँ रिभिजन गर्ने कुरा 1 हप्तापछि है। 1 हप्तापछि तपाईँले रिभाइज गर्नुभयो, त्यो कुरा चाहिँ झनै आउँछ क्या, त्यो कुरा फ्याट्टा आउँछ। अनि तपाईँलाई रिभाइज गर्नु पऱ्यो भने पुरै च्याप्टर जहाँसम्म तपाईँले पढ्नुभयो नि हप्तामा चाहिँ जति पढ्नुभयो त्यति कुरालाई चाहिँ रिभाइज गर्ने हो। यो कुराले चाहिँ मिनिङ अनि याद हुन्छ क्या। मिनिङमा मेहनत भनेको चाहिँ यहीँनिर हो क्या, रिभाइज गर्नुपर्छ क्या। त्यही कुराले चाहिँ मेहनत लगाउँछ अनि त्यही कुरा हामीलाई झ्याउ लाग्छ अनि हामी त्यही कुरा गर्दैनौँ अनि हामी भन्छौँ मिनिङ याद भएन। हो यति कुरा गर्नुभयो भने चाहिँ अनि बल्ल मिनिङ याद हुन्छ है। अब चाहिँ तपाईँले 1 हप्तासम्मको रुटिन त्यसरी फलो गर्नु होला मैले भनेअनुसार, किनभने भविष्य बनाउनु छ भने गर्नु पर्यो है, गाह्रो मानेर भएन। हो दोस्रो कुरामा जाउँ। दोस्रो कुरामा है, बुकसँग लिङ्किङ गरेर पढ्ने भनेको चाहिँ के हो भने बुकसँग तपाईँले लिङ्क गरेर पढ्नु पर्यो। अब के गर्नु पर्यो भने बुकसँग तपाईँले लिङ्किङ गरेर पढ्नु पर्यो। के का लागि? मिनिङ पढ्नु भएको छ, रिभिजन भयो कतिचोटि? 3 चोटि है। 3 चोटि रिभिजन भयो नि। जस्तै तपाईँले 2 चोटि बिहान बेलुका अनि 1 चोटि फेरि हप्तामा गर्नुभयो। अनि यसको पनि टाइम हुन्छ क्या, फेरि रिभिजन गर्नु पर्यो भने यति बेला पढ्नुभयो अनि फेरि रिभिजन गर्छु भनेर 1 घन्टापछि लाग्नुहुन्छ भने झ्याउ लाग्छ क्या। त्यहाँपछि मिनिङ याद हुनु त परको कुरा हो, त्यो पढेको पनि बिर्सिएर जान्छ कि। किनभने हाम्रो दिमागलाई चाहिँ त्यति झ्याउसम्म लगायो भने तपाईँले यदि होइन तपाईँलाई मन नपर्ने खाना तपाईँलाई ठुसी खुवायो भने तपाईँले बोमेन्ट गर्नुहुन्न हो। यही कुरा चाहिँ ध्यान दिने क्या, हामीले टाइम टु टाइम गर्नु पऱ्यो क्या। फेरि दिमागलाई पनि यस्तो लागोस् कि त्यस्तो स्ट्रेस छैन भन्ने टाइपको लागोस् क्या। तपाईँले मन नपर्ने कुरा छ, तपाईँलाई मनै पर्दैन भने तपाईँलाई ठुसी अर्काले खुवायो भने तपाईँले बोमेन्ट गर्नुहुन्न हो। यो कुरा चाहिँ ध्यान दिनु होला है। अनि बुकसँग लिङ्किङ गरेर पढ्ने भनेको दोस्रो नम्बरमा मैले के भने बुकसँग लिङ्किङ गरेर पढ्ने भनेको चाहिँ के हो भने थेवा छङ्बोहरू पढ्नुहुन्छ नि हो, त्योमा चाहिँ मिनिङहरू आउँछ क्या। त्यो कुरालाई चाहिँ तपाईँले पढ्ने अनि त्यो कुरालाई चाहिँ पढ्यो भने चाहिँ तपाईँको 4थो चोटि रिभिजन भयो क्या त्यो मिनिङ। बुझ्नुभयो नि? तपाईँले जति च्याप्टरसम्म पढ्नु भएको नि त्यति च्याप्टरसम्मको तपाईँले छङ्बो पनि पढ्नु भयो भने त्यो मिनिङहरू तपाईँले नेपालीमा मिनिङ आउँछ भनेपछि तपाईँले मिनिङलाई चाहिँ कसरी पढ्ने भनेपछि मैले भनिहालेँ। मिनिङ चाहिँ तपाईँले नेपालीमा आयो, अब मजाले गर्न तपाईँलाई याद छ भनेपछि तपाईँले त्यो छङ्बोको पुरै कुराहरू चाहिँ पढ्न सक्नुभयो। अब त्यसमा पनि हामीलाई के चाहिन्छ? ग्रामर चाहिन्छ। ग्रामरको लागि चाहिँ अलि पछि भनौँला म है। ग्रामर पनि पढ्नु पर्यो, ग्रामर पनि हामीले रेगुलरली हिसाबमा पढिराख्नु पर्यो। तर हामीले मिनिङको कुरा गरिरहेछौँ, मिनिङ चाहिँ हामीले त्यहाँसम्म पुग्यौँ भनेपछि अब बुकसँग लिङ्क पनि भयो नि त। अब हामीले मिनिङ याद गरिसक्यौँ, अब बुकसँग बुकका थेवाहरू छङ्बोहरू हामीले चाहिँ अवेहरू पढ्दै जान्छौँ भनेपछि हामीलाई त्यो मिनिङ पनि रिभिजन हुँदै जान्छ क्या। हो त्यो कुरा चाहिँ गर्ने 2 नम्बरमा चाहिँ बुकसँग लिङ्किङ भनेको चाहिँ मिनिङ बुकलाई चाहिँ हामीले गर्ने पनि त्यही हो, पढ्ने पनि त्यसरी नै हो। तर मैले भने नि तपाईँ उति बेलै मिनिङ ल 1 च्याप्टर पढ्नु भयो, 1 घन्टापछि फेरि रिभिजन गर्न लाग्नुहुन्छ भनेपछि त्यहाँपछि त्यस्तो झ्याउ भनेको त्योभन्दा ठुलो झ्याउ कहीँ लाग्दैन क्या। फेरि पढ्नै मन लाउँदैन हो। यो कुरा चाहिँ नगर्नु क्या। यो कुराले चाहिँ हाम्रो फेरि पढ्ने क्यापेसिटी पनि हराइदिन्छ क्या। त्यति बेला कस्तो हुन्छ भने झ्याउ लाग्यो हे भन्यो छोडिदियो, फेरि छोडे हुन्छ। डेली कन्सिस्टेन्टली पढ्नु पर्यो। यो कुरा चाहिँ मैले भने कि भनेन है। डेली कन्सिस्टेन्टली तपाईँले पढ्नुहुन्छ भने एक दिन छुट्यो भने तपाईँको फेरि छुट्या छुट्टै गर्छ क्या। आज भोलि गर्दै जानुहुन्छ। फेरि डेली कन्सिस्टेन्टली पढ्नु पर्यो। र लास्ट थिङ, एकदम मोस्ट इम्पोर्टेन्ट थिङ, मिनिङ बुक कसरी छिटो सकाउने है। छिटो सकाउनु पनि त पर्यो। अब हामीले त्यसमै झुलिएर त भएन, हामीलाई चाहिँ इक्जाम पनि दिनु छ। हामीले त्यो मिनिङ पढेर पनि भएन, अरू कुराहरू पनि त पढ्नु छ।
मिनिङ चाहिँ नि कसरी गर्ने भने सुरुको जस्तै है एक च्याप्टर पढ्नुभयो भने त्यसलाई एक दिनमा सकाउने क्या। एक च्याप्टर पढ्नुभयो भने त्यसलाई चाहिँ एक दिनमा चाहिँ अरू कुराहरू पनि गर्न टाइम होस्। एक दिनमा चाहिँ एक च्याप्टर पढ्ने, त्यो आधा दिन होस्, अब 2-4 घन्टा कति घन्टा लाग्छ होइन, त्यसमा चाहिँ एक दिनमा चाहिँ एक च्याप्टर सकाउने। अनि तपाईँले 60 दिनमा चाहिँ पुरै च्याप्टर सकाइसक्नुहुन्छ। तर 60 दिनमा भनेपछि सबैजना मिनिङ बुकको एक च्याप्टरमा त नहुनु होला होइन। तपाईँहरू अगाडि नै पुगिसक्नु भएको होला। जस्तै कोही 25 च्याप्टर, कोही 30 च्याप्टर, कोही 40 च्याप्टर समथिङ यसरी हुनुहुन्छ होला। डेली एक च्याप्टर जसरी पनि पढ्ने है। मैले भनेको तरिकाले यदि यसरी गर्नुहुन्छ भने तपाईँलाई अरू कुराहरू गर्न पनि टाइम हुन्छ। अनि 2 महिना छ, 4 महिना भनेपछि तपाईँलाई पछि रिभिजन गर्न पनि टाइम हुन्छ धेरै होइन। हो यति गर्नुभयो भने चाहिँ तपाईँलाई मिनिङको प्रब्लम मेबी है धेरै हदसम्म कम हुन्छ। सबैलाई हुन्छ क्या मिनिङको प्रब्लम, मिनिङ यादै हुँदैन। हामीले चाहिँ मिनिङ याद चाहिँ गर्छौँ होइन, उति बेलै रिभिजन गर्न लाग्छौँ अनि झ्याउ लाग्छ हामीलाई, पढ्दै पढ्दैनौँ। अनि मैले भनेको टाइम टु टाइम, किनभने हाम्रो दिमागलाई चाहिँ झ्याउ नलाग्ने गरेर चाहिँ रिभिजन गर्ने। रिभिजन गरेको कुरा कस्तो हुन्छ भने आज हामीले केही कुरा देख्यौँ है, आज बिर्स्यौँ अनि बेलुका फेरि देख्यौँ है, बिहान देखेको कुरालाई बेलुका फेरि देख्यौँ, बेलुका अलिकति याद आयो, ए यो भने त यो रहेछ भन्ने टाइपको भयो नि त। अनि बेलुका पनि, अनि अब बेलुका हामीले त्यत्तिकै अब रिभिजन गरेका थियौँ होइन, अब रिभिजन गऱ्यौँ, अरू कुराहरू पढ्यौँ त्यति बेला, अनि बिहान फेरि त्यही कुरा देख्यौँ, अनि त याद नहुने त कुरै छैन नि त। अनि त्यहाँपछि त्यो कुराहरू देखिसकेपछि हामीले बिहान चाहिँ हाइलाइट गऱ्यौँ, हाइलाइट गरिसकेपछि अब बेलुका अब ठ्याक्क बिहान अब अर्को च्याप्टर पनि त पढ्नु पऱ्यो, त्यो हाइलाइट गऱ्यौँ, त्यत्तिकै छोडिदियौँ। अनि हप्तामा फेरि त्यहीँबाट मैले स्टार्ट गरेँ। अब हप्तामा पुगिसकेपछि तपाईँलाई कस्तो हुन्छ भने तपाईँले जहाँदेखि स्टार्ट गर्नुभएको थियो त्यहाँदेखि फेरि पढ्न झ्याउ लाग्छ। हाइलाइट मात्रै पढ्ने अनि अरू कुराहरू कुन कुराहरू आएन भनेर, अब अरू कुराहरू आयो भनेपछि तपाईँलाई फेरि बुकमा जाने, बुकमा जाँदाखेरि चौथो पटक रिभिजन हुँदाखेरि तपाईँलाई सबै आउँछ क्या। यस्तो ट्रिकले चाहिँ पढ्नुभयो भने चाहिँ तपाईँलाई धेरै हेल्प पनि हुन्छ, धेरै तपाईँहरू चाहिँ बोर पनि हुनुहुन्न अनि अरू कुराहरूको पनि टाइम छुट्टिन्छ। यसरी चाहिँ पढ्नु होला। होप सबैजनाले बुझ्नुभयो होला अनि सबैजनालाई चाहिँ बेस्ट अफ लक है। यही हिसाबमा चाहिँ गयो भने चाहिँ तपाईँको छिटो इक्जाम गराउन सक्छ मेबी है। मेहनत गर्नु होला। मेहनत गर्नुभयो भने मेरो भयो, साथीको भयो, तपाईँको पनि हुनेछ अवश्य नै है। मैले सुरुमा भनेको थिएँ हार्दै जानु भएन, हराउँदै गयो कसैलाई फरक पर्दैन हो। यत्तिकै चाहिँ मेहनत गर्नु होला है। तपाईँ हराउनु भयो, तपाईँ गुम्सिनु भयो, कसैलाई मतलब छैन क्या। तपाईँले सफलता लिएर आउनुहुन्छ त्यो दिन सबैले खोज्छ तपाईँहरूलाई है। त्यति बेलासम्म चाहिँ मेहनत गर्नु होला। माया छ सबजनालाई। अनि मैले एउटा कुरा चाहिँ, अनि मेरो चाहिँ सुरुको भिडियोमा नै है त्यति धेरै माया देखाइदिनु भयो तपाईँहरूलाई चाहिँ, धेरै धेरै दिलदेखि नै है माया छ सबजनालाई। मैले सोचेको थिएन यति धेरै। युट्युबमा चाहिँ यो मेरो लागि चाहिँ धेरै नै हो है। अनि हाम्रो लगभग 1000 को है 1K फ्यामिली कम्प्लिट हुनेवाला छ। हुनेवाला भन्दा नि 250 समथिङ कतिजनाहरू कम पढिरहेछ, लगभग हुनेवाला छ भनौँ न है। यति धेरै मायाको लागि चाहिँ यहाँहरूलाई धेरै धेरै माया छ। सबैजना स्टे पोजिटिभ अनि राम्रोसँग पढ्नु होला, मेहनत गर्नु होला। बाई बाई।